यहाँ चाहिँ दाइ हजुरको होटलको नाम भन्नुहोस् त। पहिला नमस्कार है, नमस्कार। हजुर शुभ नाम दाइ? राजेन्द्र सापकोटा हो म। हजुर। अनि यो पहिला हो त्यहाँ अगाडि हाइवेमा त्यो पछाडि रिभर साइड होटल भनेर खोलेको। हजुर। त्यहाँबाट चाहिँ हटाएर अहिले यहाँनिर लिएर आएर सारेको छु, तर होटल नाम चाहिँ रिभर साइड होटल हो। रिभर साइड होटल भनेर राख्नु भएको छ। के पाइन्छ दाइ स्पेसल यहाँको? यहाँ विशेष लोकल कुखुरा मात्रै हो। लोकल कुखुरा। लोकल कुखुरा खानालाई कहाँदेखि मान्छेहरू आइपुग्छन् दाइ? पूर्व पश्चिमदेखि पश्चिम महाकालीसम्म। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मान्छेहरू। हजुर। फेमस है दाइ? फेमस यहाँको लोकल कुखुरा। अब कसैले भन्छ नि त पकाइराखेको मासु लोहाटन हो भन्छ होइन, खोरमा गएर देखाउने अनि उहाँहरूले कुन चुज गर्ने अनि त्यो पनि एकचोटि खोरमा पनि गएर हेर्नु होला। आउनु नि त हेरौँ न एकचोटि। यहाँ डढ्दैन होला है, एकैछिन हेरेर आइहालौँ न। उहाँहरूको किचनभित्रै आएर यहाँ दाइसँग म चाहिँ गफ हान्दैछु, एकदमै अलिकति एक्स्ट्रा लागेर होइन। अब लोकल कुखुरा भनेर मान्छेहरूले विश्वास गर्दैन नि दाइ अहिले। अनि त्यो भएर हामीहरू खोरमा देखाउँछु हेर्नु। यो प्योर लोकल कुखुरा भनेको उयो है बाहिर निस्केको एउटा छ, यहाँ एउटा त्यो भयो। अनि यतापट्टि आइदिनु त, यो हो नि त कुखुरा। ओहो सेन्ट पनि डरै आउँछ है यिनीहरूको त फेरि। अलिक सेन्ट आउँछ यो, अलि यताबाट आउनु त। हजुर। ए हेर्नु पुरा लुइचे स्टाइलको छ यो कुखुराहरू। हजुर। एकदम प्योर लोकल। कसैलाई विश्वास लाग्दैन भने खोरमा आएर हजुर हेरेर मजाले लिन सकिन्छ यसरी। हजुर। एउटा कुखुराको हेरी पर्छ कि दाइ अथवा किलोको हिसाब हुन्छ? किलोको हिसाबले हुन्छ। किलोको 1300, 1 किलोको 1300 रुपियाँ हाम्रो रेट हुन्छ। हजुर। अनि त्यसमा कुन कुन आइटम बनाएर खाने हो त्यो आइटम चाहिँ हामीले बनाएर दिने। ए के आइटमहरू बन्छ दाइ? यहाँ नेपाली। हजुर। नेपाली भन्नाले अब जस्तो सुपसँग हामी खान्छौँ नि खानाहरू, झोलसँग। हजुर। लोकल कुखुराको झोलसँग भात खान पाइयो। हजुर। विशेष गरी त्यो र राम्रो खालको चामलहरूको खानाहरू पनि हामीसँग यहाँ छ। हजुर। अनि साथसाथै हामीसँग यो गेस्ट हाउसको पनि छ। यहाँ एउटा हाम्रो फ्यामिली रिसोर्ट हो यो होइन। फ्यामिली रिसोर्ट सबै परिवारै मिलेर चलाइराख्नु भएको छ दाइ? हजुर। एउटा स्टाफ छैन। एउटा पनि स्टाफ छैन? एउटा छैन स्टाफ, सबै घर परिवारले चलाउने होटल हो यो। कतिजनाको परिवार दाइ? हामीहरू अहिले कति 7 जना छौँ। 7 जनाको परिवार, छोरा छोरी श्रीमान श्रीमती बुहारी भतिजो सबै लाएर 7 जना छौँ हामी। अनि यही हो यो परिवार रिसोर्ट भइहाल्यो होइन। अनि पार्किङ गर्ने ठाउँहरू यो भयो। अहिले फेरि यता यो नयाँ बन्दैछ। नयाँ बनाउँदै हुनुहुन्छ? हजुर। आमा अब यतिले यो 4वटा कोठाले नपुगेर अहिले हामीले 9वटा कोठा बनाउँदैछौँ। हजुर। अब यो अबको 2 महिनाभित्रमा यो चालु सुचारु हुन्छ। हजुर। कति वर्ष भयो दाइ यो चलाउन थाल्नु भएको चाहिँ यो लोकल कुखुराको? लगभग 13 वर्ष जति भयो हाम्रो। 13 वर्ष भयो। हजुर। तपाईँ त्यहाँ मासु डढ्ला जाउँ भित्र गएर गफ गरौँ। मासु पकाउँदै हुनुहुन्थ्यो यहाँ लोकल कुखुरा देखाउन। 12-13 वर्ष भयो। सुरुवात कसरी भएको थियो दाइ यसको? यो सुरुवात कसरी भयो भने पहिला यो पसा पुलमा हजुर एउटा हाम्रो यहाँ छिमेकी एउटा भाइले होटल चलाएको थियो कि। हजुर। अनि त्यहाँनिर चाहिँ प्योर लोकल कुखुरा पाउँछ भनेर चाहिँ सबैजनाले भन्यो होइन। हजुर। अब हामीलाई त विश्वास पनि लागेको थिएन कि। हजुर। अनि गएर हेर्ने क्रममा अनि खाने मान्छे पनि फेरि टन्नै आउने कि त्यहाँ त। हजुर। तपाईँको दिनमा 25वटा 30वटासम्म गाडी आउने होइन। भनिसकेपछि लोकल कुखुरा चाहिँ चल्दो रहेछ भन्ने कुरा तपाईँले ठ्याक्कै थाहा पाउनुभयो? हजुर। विशेष गरी लोकल कुखुरा मात्रै। हजुर। अनि त्यो देखिसकेपछि अनि लोन त हामी पनि गरौँ भनेर हजुर परिवारहरू हामीहरू सबैजना मिलेर हजुर गरेर अहिले 13 वर्ष चाहिँ यहाँ आइसक्यो हाम्रो। 13 वर्ष भयो। लगानी कति गर्नुभएको थियो दाइ सुरुमा? लगानी त सुरुमा 500 रुपियाँ। 500 रुपियाँ? 500 रुपियाँ त्यो पसा पुलमा गर्ने बेलामा गर्ने बेलामा हजुर तपाईँको यस्तो फ्रिज कहाँ पाउनु? हजुर होइन त्यो खाल्टो खनेर त्यसमा चिसो बनाएर दिन्थ्यो कि। खाल्टो खनेर त्यसमा चिसो पार्नुहुन्थ्यो? चिसो पारेर हजुर त्यसरी दिन्थ्यो। अनि फेरि यस्तो यो प्लास्टिकको कुर्सीहरू पनि थिएन, त्यो काठको सानो टुक्रा त्यो गाडेर हजुर कुर्सी जस्तो बनाउँथ्यो कि माथिबाट बागल हालेर। हजुर। त्यसरी सुरुवात गरेको होटल हो यो। 500 रुपियाँ दाम लगानी गर्नुभयो? लगानी 500 देखि लगभग तपाईँको 1500 रुपियाँ, त्योभन्दा बढी छैन। 500 देखि 1500 रुपियाँ त्यति राखौँ न त होइन। अनि सुरुको दिन याद छ तपाईँलाई के बेच्नु भएको थियो, कसरी बेच्नु भएको थियो याद छ? सुरुको दिनमा त मैले जम्मा 2टा मात्रै लोकल कुखुरा ल्याएँ क्या। 2टा मात्रै लोकल कुखुरा ल्याएर होइन, जब मान्छेहरूले ओहो लोकल कुखुरा पाउँछ जब हेरे के गर्नुभयो? बोर्ड राख्नु भएको थियो? लेखेर राख्नु भएको थियो? बोर्ड राखेको थिएन त्यतिकै। अब त्यहाँ साइडमा अर्को चलिरहेको थियो भने अब त्यसको आडले चाहिँ नि मेरोमा त्यो बोर्ड राख्नु परेन। हजुर। अनि मान्छेहरू आउने अब लोकल स्टाइलले अब आफ्नै हातले बनाएर स्टाफै होइन है फेरि आफ्नै हातले बनाएर दिँदाखेरि त अलिकति स्वाद छुट्टै हुन्छ नि त। तपाईँलाई त जति सक्दो मिठो बनाऊ भन्नेतिर लाग्ने हो नि त ध्यान। त्यो कारणले आजभन्दा भोलिभन्दा सबैको माया पाएर हजुर यतिसम्म पुरा आइपुगेको छ। अहिले लगानी कतिसम्म पुग्यो होला त दाइ? अहिले त यहाँ रिसोर्ट 2टा त घरै बनाइसक्नु हो, पक्की घर।
लगानी अब यो जग्गा सहित किन्दाखेरि लगभग 3 करोड बराबर 3 करोड बराबर 500 पनि नभनौँ 1500 राखौँ सुरुको लगानी 1500 लगानीबाट आज यहाँ 3 लाखबाट अझ माथि नै होला 3 करोडबाट अझ माथि होला एकदम यो जमिन अनि यहाँको 2टा घरहरू रिसोर्ट अझ थप्दै हुनुहुन्छ होइन यहाँको विशेष भनेको चाहिँ लोकल कुखुरो यो के बनाउँदै हुनुहुन्छ दाइ यो ग्रेभी ग्रेभी बनाउँदै हुनुहुन्छ ग्रेभी अब ढिँडो पनि पाइन्छ होइन दाइ यहाँ अब अहिले फापरको पिठो बनाउँछु तपाईँकै छामु हजुर एकदमै मलाई त एकदम ढिँडो मनपर्छ आज ढिँडै खान्छु म यहाँ उहाँ चाहिँ को हुनुहुन्छ उहाँ चाहिँ मेरो परिवार श्रीमती हो श्रीमती हुनुहुन्छ श्रीमती छोरी हजुर उतापट्टि छोरा बुहारी उता गछ भतिजो सिमरा गछ होइन हजुर यो सबैको माया अब यहाँनिर हेर्नु यो लोकल कुखुराको यो भिजास भन्छ यसलाई है हजुर अब जस्तै हेर्नु यो आन्द्रा अब यो खानुहोस् तपाईँ खान्छु नि त खानुहोस् मजाले खानुहोस् यो हेर्नुहोस् तपाईँहरूलाई यस्तो ल मजाले खानुहोस् यो यो पनि खानुहोस् अझै खानुहोस् ल भयो नि दाइ खानु न धन्यवाद दाइ धन्यवाद ठिक छ ठिक छ गजब लोकल कुखुरा यहाँनिर है लोकल कुखुरा खानलाई यहाँ दाइ कहाँ आउनु पर्यो ठ्याक्कै दाइ यो ठेगाना यो लोकेसन दिनु न लोकेसन हाम्रो पथलैयाबाट 10 किलोमिटर यहाँ भद्रकाली ब्यारेज छ होइन हजुर ब्यारेजको अगाडिपट्टि चेकिङ छ चेकिङबाट सिधा यता कलैया जाने बाटोमा जम्मा 500 मिटर मात्र पर्छ हजुर अनि साथसाथै अब मेरो नम्बर पनि 9845 61 670 हो अब जस कन्ट्याक्ट कल गरेर आउन सक्नुहुन्छ कल गरेर एकदम नजिक छ बाटोमा अप्ठ्यारो पर्यो भने हामी लिएर गइदिउँ होला लिनुहुन्छ दाइ लिएर गइदिन्छ त्यहाँनिर माथि बोर्डहरू पनि छ छन चाहिँ होइन त्यो बोर्डहरूमा पनि लेखिएको छ लोकल कुखुरा के भनेर लेखिएको छ अरू अरू रेस्टुरेन्ट होटेलहरूको पनि अनि त्यहाँबाट सिधा आउनुभयो हुन्छ अर्को आइटम के हो दाइ यो गर्दनको छाला यसको स्वाद लिनुहोस् तपाईँ मसला यहाँ नुनसँग खोप्दै खान्छु मिठो खाएर पनि भन्नु होला है गयो दाइ होइन वा यो त यो त निउरो हो नि होइन यहीँ टिप्नु भयो हो यहीँ पर्तिर त्यही त है आमा हरेक कुरा चाहिँ यहाँ चाहिँ जङ्गली च्याउ पनि छ फेरि मान्छेहरू आत्तेला होइन हजुर तपाईँलाई खानु मन लाग्यो भने हजुर जङ्गली च्याउ पनि छ देखाइदिनुहोस् जङ्गली च्याउ हरेक कुरा खोज्न कतिखेर जानुहुन्छ हौ दाइ समय पारेर जानुहुन्छ जङ्गली च्याउ न्युरो लोकल कुखुरो बासमती चामलको भात ढेँडो फापरको ढेँडो यति भइसकेपछि अरू के चाहियो त हौ दाइ अनि किन दाइ 1500बाट 3मा किन नजानु र मेहनत पनि त छ नि दाइ कति घन्टा खट्नुहुन्छ दाइ तपाईँ यति घन्टा भन्ने छैन 1 बजे 2 बजे 3 बजे उज्यालो 6-7 पनि बज्छ 6-7 पनि बज्न सक्छ कस्टमरलाई जानुहोस् तपाईँहरू भन्न मिलेन दाइ पसिना बगाउन चाह्यो भने त यहीँ पनि बगाउन पाइने रहेछ नि होइन आफ्नै देशमा हो नि मान्छेले विदेश भन्छ विदेश होइन कि स्वदेशमै गर्नुपर्छ हेर्नु यसो त भइरहेछ त हामीलाई एउटा आइडियाले भयो नि बन्यो त तपाईँले एक ठाउँमा गएर हेर्नुभयो लोकल कुरा गजब बिग्रिउँदो रहेछ म नि किन्छु भनेर सुरुमा 2टा कुराबाट सुरु गर्नुभयो होइन गजब दाइ ल हेर्नु यसरी चाहिँ उहाँले लोकल कुखुराको ग्रेभी चाहिँ बनाउँदै हुनुहुन्छ हेर्दाखेरि स्वादिलो देखिया छ लोकल भइसकेपछि त सकिएको अझ यहाँको लोकल पानी पनि होइन दाइ हजुर 200 फिट गइरहेको पानी एकदम टेस्टी छ यहाँ पानी गनाउने त्यो यताउता हुँदैन हजुर पानी एकदम मिठो छ यहाँको पानी मिठो हजुर अनि यहाँको अब फेरि मान्छेले यसो भन्दा कि अब खाना होटलमा आइसकेपछि अब सिलपाटी पानी नै खाउँ किन लोकल खाउँ भन्ने हुन्छ होइन हजुर अनि कसैले अब आफ्नो खुसी भयो हामी बाहिर फेर जाँदा पनि हामी यो मिनरल वाटर जीवनमा हामी किनेर खाँदैनौँ बाटोमा हजुर हामी यहीँबाट 50-60 बोतल चिसो बनाएर हामी यहाँबाट लिएर जान्छौँ होइन हाम्रो यहाँको पानी खाइसकेपछि बाहिरमा पानी खान मन लाग्दैन यहाँको स्वाद बस्यो नि त दाइ स्वाद बस्यो एकदमै यति स्वाद छ हेर्नुहोस् यो पानीमा दाइ अनि कहिले काहीँ छुट्टी निकालेर बाहिर घुम्न जाने यताउता गर्नुहुन्छ फुर्सदै हुँदैन कतिखेर जानु फुर्सदै हुँदैन फोन आउँछ एक दिन त हामी उहाँ दक्षिणकाली माता दर्शन गर्न गयो होइन हजुर फोन भन्नुहुन्छ नि
कति के फोन आएको आयो फोन आएको अब के भने यति मिठो खुवाउँछौँ त्यही भएर त सम्झेर आउनुहुन्छ एकदमै दाइ म त यो बाटो पर्दाखेरि त हजुर अब त यहाँ आउँछु नै एकदम स्योर आउँछु मेरो नि। नम्बर पनि लिइराख्नु होला होइन हजुर म हजुरलाई भिजिटिङ कार्ड दिन्छु हुन्छ हुन्छ अझै भन्नुहुन्छ मेरो नम्बर चाहिँ ध्यान दिनु होला हजुरहरूले होइन 9845566670 यसमा फोन गर्ने हो दाइ यसमा फोन गर्नुहोस् मेरो नाम चाहिँ राजेन्द्र सापकोटा है हजुरहरू हजुर यसमा फोन गरेपछि दाइसँग ठ्याक्क हजुर भेट हुने भयो एकछिनपछि म फापरको ढिँडो मस्काको भिडियो नि खिच्छु है दाइ म बोलाउँछु ल हुन्छ अहिलेलाई चाहिँ मैले यहीँ रोकेँ यसलाई यता उहाँ चाहिँ को हुनुहुन्छ छोरीले यहाँ के बनाउँदै हुनुहुन्छ उहाँले बनाउँदै हुनुहुन्छ न्युरो ल हेर्नु त हेर्दै काँच्दै खाउ खाउ जस्तो छ यो त साह्रै मिठो होला हरेक कुरा अर्ग्यानिक भनेपछि हुँदा हुँदा जङ्गली च्याउ पनि खोजेर ल्याउनुहुन्छ क्या उहाँहरूले यति मेहनत चाहिँ म धेरै ठाउँमा गएँ दाइ यति मेहनत गर्ने परिवार चाहिँ मैले फर्स्ट टाइम भेटेँ भन्छ नि यतिखेर काउन्टरमा बसेर झ्याममा गफ दिएर कति रुपियाँ भयो भन्दा नि गमक्क परेर यति रुपियाँ भयो भन्ने कुरा हुन्थ्यो होला नि हामीलाई ठुलो बनाउनु नि छैन होइन हजुर कस्टमरसँग हामी क्लोज हुन्छौँ हो क्लोज भएर कुरा गर्छौँ त्यही त मैले सुरुमा हजुरलाई भने नि रिक्वेस्ट गरेँ नि दाइ भिडियो एउटा खिचौँ भन्दा भइहाल्छ नि भन्नुभयो कि कस्तो मजा छ मजाले भिडियो मजाले कन्टेन्टहरू पनि देखाइदिनुहोस् बनाउन हजुरलाई चाहमा एकदमै दाइ यस्तो केही न केही काम गरिरहेको मान्छेहरूसँग भेट्दा साँच्चीकै खुसी लाग्छ अनि कम्तीमा पनि मैले नराम्रो कुरा देखाउनु भन्दा होइन हामीलाई थाहा छ नेगेटिभ कुराले मान्छेलाई छिटो असर गर्छ तर यस्तो नेपालमै केही न केही उद्यम गरिरहेको मान्छेहरूसँग कुरा गर्दाखेरिको ऊर्जा भनेको फरक हुन्छ क्या यो हेर्दाखेरि पनि मजा आओस् न मान्छेलाई कस्तो रहर लाग्दो चाहिँ बिजनेस गरिराख्नु भएको छ भनेर कुरा त देख्न पाइयो नि त होइन दाइ कतिसम्म चाहिँ दिनको कमाइ भएको याद छ तपाईँलाई मतलब हाई अहिलेसम्मको दिनको 3 लाखसम्म छ 3 लाखसम्म ल कमाइ भएको छ कहिले काहीँ अब त्यो न्यू इयरहरू हुन्छ नि नयाँ वर्षहरूमा नयाँ वर्षमा हजुर 2 देखि 3 लाख चाहिँ हुन्छ 2 देखि 3 लाख आफ्नो घरमा आफ्नो परिवारले चलाएको बिजनेसमा कोही पनि राख्नु भएको छैन होइन बाहिरको मान्छे छैन जब आफै पढेर हेर्नु देखिहाल्नु पर्छ एकदमै छोरो चाहिँ अहिले बाहिर गयो छोरी यहाँ छ परिवारले सेकुवा बनाउने सेकुवा मास्टर चाहिँ फेरि उहाँ है फेरि सेकुवा मास्टर चाहिँ उहाँ हुनुहुन्छ आहा कति रमाइलो लाग्दो हो कि दाइ आफ्नै परिवारमा बसी काम गर्न पाइरहेको मन लाग्दैन है आफ्नै परिवारहरूसँग घुलमिल गर्न पाइरहेको छौँ गजब लाग्यो दाइ मलाई त बोलिरहँ लागिरहेछ यहाँ राख्नै मन छैन त्यही त ल हेर्नुहोस् त्यहाँ मजासँगले न्युरो पाक्दैछ यहाँ चाहिँ दाल पाक्दै हो दाल पाक्दै रहेछ यहाँ कति वर्षको हुनुभयो छोरी चाहिँ 21 वर्ष पढ्दै हुनुहुन्छ हजुर पढ्दै पनि हुनुहुन्छ यहाँ आफ्नो आमा बुवालाई सघाउँदाखेरि कस्तो लागिरहेछ त एकदम राम्रो लागिरहेको दाइ छोरीलाई विदेश पठाउनु नपठाउने पठाउनु पर्ला पढ्नको लागि हजुर हजुर अब कामै गर्नको लागि त होइन होला नि होइन दाइ सिक्न बाहिर जानु नै नराम्रो भन्ने त होइन नि त फेरि त्यो पनि त नराम्रो होइन कम्तीमा त्यहाँ सिकेको सिपहरू नयाँ आइडियाहरू कति नेपालमा भित्रिरहेछ पछिल्लो टाइम होइन त्यो भने विदेशबाट सिक्दै आएको त हो होइन त्यो एङ्गलबाट पनि त हेर्नु पर्यो ल ठिक छ म बाहिर पनि यसो देखाउँछु है दाइ सबै कता दाइ यो लङ ग्रेड चामलको खाना है हजुर यो चामलको खाना चाहिँ यहाँ पाइन्छ केही कुरामा कम्प्रोमाइज भन्ने छैन क्या लोकल पनि देखाइ हो नि त होइन दाइ ल हेर्नुहोस् यतातिर गेस्टहरू आएर बस्नु भएको रहेछ ल हेर्नुहोस् यस्तो छ माथि छाना ट्याक्क नेचुरल शीतल आउने भनौँ न लोकल मासु भात खाऊ तिमी पनि
मजासँगले फुलहरू फुलाउनु भएको छ। ल हेर्नुहोस् समग्रमा चाहिँ यस्तो छ है उहाँहरूको होटल। यो पनि हो कि यो पनि, अनि यो अहिले नयाँ बनाउँदै हुनुहुन्छ। सबै कुरा थप्दै हुनुहुन्छ भनौँ न, थप्दै हुनुहुन्छको मतलब प्रगति भइरहेछ भन्ने कुरा हो। लोकल खानेकुरा पाउने ठाउँ मैले तपाईँलाई देखाइरहेको छु। ल बस्ने ठाउँ पनि टन्नै रहेछ नि त, यता पनि छ यता होइन सबैतिर। जङ्गलको बिचमा भएको हुनाले त्यति धेरै गर्मी महसुस चाहिँ मलाई पनि भएको छैन। जति गर्मी मैले एक्सपेक्ट गरेको थिएँ त्यति चाहिँ भएको छैन भनौँ है। ल हेर्नुहोस्